हेलो नमस्ते अनि हार्दिक स्वागत छ यो भिडियो हेरेर बस्नुभएका सम्पूर्ण आदरणीय दर्शकबिनहरूलाई। आज पनि म तपाईहरुको माझमा एउटा भिडियोको साथ उपस्थित भइसकेको छु। कृपया यस भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहोला। आदरणीय दर्शकबिनहरू, तपाईहरु अहिले देखिरहनु भएको छ यो छत्रछोरी गाउँपालिका वडा नम्बर 5 साबिक लेक पोखरा गाविस वडा नम्बर 5 पोखराको गाउँ हो। यो चाहिँ यहाँ मजाले ढुङ्गा र माटोबाट निर्मित घरहरू देख्न सकिन्छ र जस्ता सानो यो टिनको सानो पाएका घरहरू साथसाथै गाउँ चाहिँ मजाले उम्रेर हरियो भएको हामी देखिरहेका छौँ। आज चाहिँ भाइ हिमालको बिहेको भिडियो बनाएर तपाईहरुको माझमा प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। आदरणीय दर्शकबिनहरू, आजको यस भिडियोमा यस बिहे सम्बन्धी सम्पूर्ण रमाइला क्षणहरू, विभिन्न नाचहरू जस्तो चेरेङ्गे मयूर नाच, नाप्रे नाचदेखि लिएर पञ्चबाजामा नाचिएका नाचहरू यस भिडियोमा समावेश गरेको छु। कृपया तपाईहरुले पुरा भिडियो हेर्नको निमित्त कति पनि नकटाएर हेरिदिनु होला। अनि तपाईहरुले अहिलेसम्म पनि यदि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर पनि साथ दिनुहोला। हामी देखिरहेका छौँ यो बिहे घरमा विभिन्न पाहुनाहरूको आगमनसँगै भरिभराउ छ र रमणीय र एकदम सुन्दर पनि देखिएको छ। गाउँघरतिर यस्तै गाई स्टक लगाएर टाढा त्यसपछि लगाएर हल्का बाली काल्लाहरू मजाले प्रशस्त रूपमा देख्न सकिरहेका छौँ हामी। विशेष गरेर भाइबुहारीलाई चाहिँ वैवाहिक जीवनको सर्वप्रथम त धेरै हार्दिक शुभकामना। वैवाहिक जीवन सुखमय बनोस्, खुसीमय रहोस्। बिहे भोजका लागि सम्पूर्ण तयारीहरू लगभग तयार भइसकेको छ। यहाँ भात पाकिसकेको छ, मासु अचार तरकारीदेखि लिएर सम्पूर्ण चिजहरू लगभग अगाडि नै तयार गरिएको छ। एकदम तयारी भइसकेको छ। पाहुना मैताली इष्टमित्र अथवा निमन्त्रणा गरेका सम्पूर्णलाई खुवाउनका लागि सबै चिजहरू एकदम तरिकाले काम तयार भइसकेको छ। यस लगत्तै अब भोजको कार्यक्रम सुरु हुन्छ। पक्कै पनि आदरणीय दर्शकहरू तपाईहरु देख्न सक्नुहुन्छ गाउँघरतिरको बिहे, विशेष र गाउँघरतिरको भोजलाई प्रतिनिधित्व गर्दै यो भिडियो मजाले बनाएको छ। राम्रोसँग हेर्नु ल। यहाँ भोजको कार्यक्रम भइरहेको छ। पक्कै पनि सम्पूर्ण फ्यामिलीहरू बसेर खाना खाने काम भइरहेको छ। त्यसमा एकदम रमाइलो भइरहेको छ। साथै भिडियोलाई अब चाहिँ जस्ताको त्यस्तै प्रस्तुत गर्न गइरहेको छु। अन्त्यसम्म हेर्नु ल। चुला चाहिँ ट्याक लगाएर धेरै भोकाए जस्तो छ। यहाँ मलाएर थाली लिएर मजाले भात चाहिँ खानको लागि एकदम तयार भइसकेको छ। सम्पूर्ण चिजहरू लिँदैछ होइन। चुलाले नि टक लगाएर धेरै समयको विश्राम होइन आशीर्वाद दिँदा भोकाए जस्तो देखिन्छ। पक्कै पनि तिनीहरूको भोजन चाहिँ एकदम राम्रो हुनेछ भन्ने कुरामा हामी आशीर्वादी गरौँ। सँगसँगै लिएर पक्कै पनि धुलाको फ्यामिली पनि भोजका लागि भात खानका लागि तयार भएको देखिरहेको छ। अनि धुलाको बुवाले पनि मजाले भात दिँदै हुनुहुन्छ। लु यताबाट ट्याक्क लगाएर धुलाको आमा पनि आइसक्नुभयो। धुलाको आमा बुवा होइन, धुला सँगसँगै त्यसपछि धुलाको हामी देखिरहेका छौँ धुलाको माइलो बुवा माइली आमा पनि खानाका लागि तयार हुँदै हुनुहुन्छ। खानाका लागि आइसक्नु भएको छ। माइली आमाले भात लिएर हिँडिसक्नु भएको छ धुलाको। त्यसपछि धुलाको माइलो बुबा पनि एकदम सँगसँगै भात खानाका लागि तयारी अवस्थामा हुनुहुन्छ। देख्न सक्नुहुन्छ। यहाँनिर सँगसँगै हामी उताबाट देखिरहेका छौँ राईले आमा पनि टक्क लगाएर भात खानका लागि एकदम तरिकाले लिएर आइसक्नु भएको छ। त्यसपछि धुलाको फुपू बुहारीदेखि लिएर होइन
अरू काइली आमा काइला अङ्कल दाई बाउजू दिदीहरू पनि सेम तरिकाले लाइन लागेको देख्न सकिन्छ खुसी साथ एकदम नाच्दै गाउँदै भात खानको लागि तयार भएको देखिरहेका छौँ हामीले है एकदम रमाइलो गर्दै हाँसी खुसी साथ सबै फ्यामिलीहरू बसेर खाना खुवाएको कार्यक्रम भइरहेको छ आदरणीय दर्शकबिनहरू धुला धुलिनी खुलाएर खाना खाँदैछन् है साथमा यहाँ सम्पूर्ण फ्यामिली पनि खाना खानको लागि एकदम तयार भएको हामीले देख्न सक्छौँ तपाईँहरूले देखिरहनु भएको छ तपाईँले अहिले देखिरहनु भएको छ दुलाका 86 वर्षीय हजुरबुवा पनि सान्ने साथ हुनुहुन्छ अहिले 86 वर्षको पुगिसक्नु भएको छ पनि परिवारसँगै खाना खानको लागि तयारी अवस्थामा बसेको देख्न सक्छौँ दुलाको आमालाई देखाउन देखाइरहेका छौँ हामी अहिले पछि हाम्रो मुर्याउने आउनु भएको थियो जुन के भन्छ ठुलै तर्फबाट मलाई पनि देख्न सकिरहेका छ रमाइलो छ्यान हुँदैछ साथीहरू रमाइलो छ्यान हुँदै लडेको छ यति चाहिँ मजै भएको छ अब दुलाले चाहिँ के गर्छ लजाएको देख्न सक्छ हामी लोटेको छ अब चाहिँ माया गर्ने सबै घर परिवार मजाले हाँसी खुसीका साथको भोजन गरिरहेको देखिरहेको छौँ हामीले पिएको भोजन घर परिवारसँगै बसेर हाँस्दै रमाइलो गर्दै देखिरहेका छौँ हामी अहिले तपाईँहरूलाई देखाउन पनि प्रयास गरिरहेको छु दुलाको बहिनीहरू पनि टक्क लगाएर ढ्याङ थपी खाइरहेका छन् 2-3 चोटि दुलाका दिदीहरू पनि त्यस्तै देखिरहेका छौँ रमाइलो छान्छ एकदम रमाइलो छान्छ यहाँ एउटा रमाइलो छ्यान दुलाले ल दुलाको बुवा र आमाको पिछुट दुला दुलिनी भन्दा अब दुला दुलिनीलाई चाहिँ दुलाको बुवा आमाले सिकाउँदै हुनुहुन्छ है माया कसरी खेल्दै लडेको छ यता नि त्यस्तै हुने सुरसार देखिरहेको छ है अब यता पनि भएन यहाँ पनि गर्नु पर्यो भनेर दुलाका काइला अङ्कल काइली आन्टीलाई टक्क लगाएर त्यस्तै बनाइरहेको देख्छौँ हामी ल फिरसँगै चाहिँ गइरहेको छ ल काइला अङ्कलले खाइसक्नु लडेको छ यो पो त माया होइन माया मजाले देखिरहेको छ नि साथीहरू हामीले मजाले देखिरहेको छौँ अब तपाईँहरूले चाहिँ यस भिडियोभित्र विभिन्न नाचगान पञ्चेबाजामा नाचगान सेरेङ नाच मयूर नाच र जात्रे नाच मजाले देख्न सक्नुहुनेछ कृपया अब तपाईँहरूको सामु पञ्चेबाजामा नाच झाप्रे नाचदेखि लिएर मयूर नाच सुम्किँदै म एकछिनका लागि विश्राम लिन चाहन्छु
कति राम्रो भयो